ल्याएर हामी आज कहाँ जाँला हामी लाकुरी भन्दा जाँला यार ह्याप्पी न्यू इयर है सबैलाई कस्तो म त वर्ल्ड वारतिर गएर आएको जस्तो त्यो ट्रमाटाइज जस्तो दिन्छ कस्तो र देख्यो नि है दामी देख्यो म त दामी लाग्यो यार यो उसलाई देखाउन बङ्कु महाराजले हेलो हेलो भन न भ्लगले हेलो भन न ब्लगर्स नाइस हामी गाडीमा छ हामी है यहाँबाट गाडी चढ्ने फक्स गर्न नाइस सिसामा फक्स गरेको यसले ब्लगर 1 2 3 we are going to लाकुरी भन्ने टुडे रविन्द्र चाहिँ ओन्ली फ्यान्सको मा पैसा तिर्नु भयो नि भएर लोड गर्नुभएछ अनलाइन पैसा ओन्ली फ्यान्सबाट उसले हल्का बढी कमाइरहेछ हामीले पनि त्यतातिर त्यो कम्पनीतिर छियो भन्दा मानेन होइन गाइस तर ह्याप्पी न्यू इयर के बोल्दै आएन अहिले खान त हिँड्न पाएन खानु पर्छ केटाहरूले अहिले खान सक्छ अनबक्सिङ ल खाँदैले अनबक्सिङ गरिराखेको छु मिडल पिरियडमा गर्दै हामी जसरी नगरे नि कस्तो यो एउटा बाबा खाइन्छ नि टन्नै खाइन्छ कसरी खाने यसरी खाने खानी हो भने यो एकजनालाई मलाई ठिक हुन्छ होला तर बाहिर क्यामेरा पुस्नु पर्ने भयो पुसिदेऊ न पछाडिको पुस्नु पर्ने अब सही छ नि गीत हाम्रो गाडी यात्रा सक्यो अब हामी हिँड्दै टैकाटै अब हामी 4 घण्टा जति हिँड्छौँ खोला कडा आएछ है 5 मिनेट भन्दा हुँदै रकेट हिँड्यो भने आधी घण्टा पुग्दैन होला आधी घण्टा रकेट भने रकेट उयोबाट जाने हो उयोबाट जाने हो रोटे रोड जाउँ यहाँ पहिला रोटे रोड बच्चा बेला आएको याद छ अहिले अस्ति के अरे म रोटे रोड हो क्या जन्ते ढुङ्गा पनि यसले बाटो थारिन्छ अनि त्यो बेला लयो है झाडी ल खोला तरेर गएको त्यहाँ हेलो गाइज ल्याउ म बजाउँछु छानेर थपी छ ल्याउ न मोबाइल अगाडि राख होइन अनि हामी हिँडा भिडियो खिच्ने कि कहाँ भ्लगतिर हुन्छ नि स्पिकर ल्याउ नि त स्पिकर डाक्का अड्याउनु मिल्छ स्पिकर नराख्ने चाहिँ अड्डिहाल्छ नि ढुङ्गामा राख न रुन्न भन्थे कहिले तर आज हेर आँसु खस्यो गोठ कस्तो डाग आएको छिउ हानेर गोठ हो यस 10 सेकेन्डमा आइएस गरे भने त बल हो आइएस त नुबहरूलाई हो सिक्नै पर्दैन
मैले सोचिन तिमीले छैनौ अर्थ छैन आगो लगाइदेऊ न हेलो बिग फ्यान दाजु बिग फ्यान साइन जान्छ दाइ खै दाइ फ्यान थुकेर साइन हुन्छ त यार यसले त नाच भने माकुरी सर्ट टी सर्टमा झऱ्यो है हिजो ज्याकेट र टी सर्टमा झर्दा कस्तो कस्तो नथी यो टेजिङ मी नथी ललितपुर मनमोहन पार्क निर्माण स्थल महालक्ष्मी नगरपालिका वडा नम्बर 10 ललितपुर लाखुरी भन्ज्याङ आइयौँ है मैले त बोलेरै भनिदिएँ मैले त केही थाहा छैन गोरखनाथ गएको फिल आयो यार यहाँबाट तिमीले भ्लग बनाउँदै हिँड्दा जुत्ताको रुखाइ मैले त भलक खिच्छु भलक यो चाहिँ हाम्रो भ्यू टावर गाइस भ्यू टावर तर सिन चाहिँ तुम्हालो लगाइरहेको रहेछ अझ ओए दामी ठाउँ रहेछ त यार साथीहरू कस्तो चुस्या हो मजी बीचमा यो थोरै हाल्ने हैन बीचमा यो थोरै हाल्ने अनि पछि फेरि मिक्स गरेर भयो एकछिन फेरि फिट गर्ने हो के तिमीहरूलाई ट्राई हाल्न लाउनु पर्छ ह्याप्पी हाल न धुलो मारेर मिल्की वे होइन ह्याप्पी वेस्ट हुन्छ भने यो वेस्ट हुन्छ के मिल्की वे हाल्ने ह्याप्पी वेस्ट हुन्छ न हाल मिल्की बारको अलिकति हाल्नु सोलो हाल्यो जस्तो सोलो जान्छ नि हाल नि हेर्दै खतम हुन्छ भराउन बुझी वाइल हुन्छ यार यो त उम्ले चिजी एउटा माथि हेर्दा त चिजको दुलो नथ गऱ्यो कस्तो मिठो हो खाऊ मुजी कस्तो मिठो अरे कस्तो मिठो हो ल मिठो हो भने मिठो हो मुजी हो ब्रो मिठो हैन ब्रो नाइस हो भने दामी हो कसम ककटेल भयो मुजी केही पनि त्यस्तो केही छ कि सर छैन माथि हेर्दै खान नलाग्यो नाइस खाऊ न नाइस छ भने त्यो आफूले बनाएको कुरा हो कि नाइस छ कि सर ठिकै छ खान नसक्ने चाहिँ छैन माथिको माथि त चिज पनि खाऊ न चिज आज म मर्दैन है फेरि त्यो मसला घाँटीमा लाग्यो त्यो चिज पनि खाऊ न यस्तो क्या म खाइदिन्छु तिमी खाने गइन यो हाल न मलाई भिडियो त भाइ हाम्रो सक्यो होइन त पिकनिक ह्याप्पी न्यु इयर कस्तो भयो बबाल छ्या हल्का के फिल आउने भने चाहिँ प्रतिक्रिया नभने नि हो के छौ
24 अल्ट्रा भन्दा भाइ थियो गाउँ रहेछ मैले हाँसेर नै यहाँ त्यो स्निकर्सको बदमा अड्काए केही भन्नु छ के छैन सिद्धो खाइयो मस्त के भन्नु छ के भन्नु छ के भन्नु छ के भन्नु छ केही भन्नु छैन यहाँ अब गएर विशाल दाइको चिया खानु मन छ त्यही हो खोला भएको खोल्या भयो